2021 को युरो कपको आफ्नै होममा डेनमार्कले जब फिनल्यान्डसँग खेलिरहेको थियो, यसमा क्रिस्टियन एरिक्सन कोल्याप्स हुन पुगेका थिए। पछि रिपोर्टको अनुसार उनी स्टेबल हुन पुगे, त्यसपछि उनको सर्जरी भयो, त्यसपछि उनी भनौँ न फेरि फुटबल मैदानमा फर्किएका थिए। आफ्नो भनौँ न डेली लाइफको डेली युजल्स, फुटबल ट्रेनिङहरू, ट्रेनिङ सेसन, इम्पोर्टेन्ट गेम, म्यान्चेस्टर युनाइटेडमा उनको कमब्याकदेखि लिएर विभिन्न नर्मल लाइफ चलिरहेको। तर 2026 को विश्वकपभन्दा अगाडि डेनमार्कले जब स्विडेनसँग खेलिरहेको थियो इन्टरनेसनल फ्रेन्डलीमा, फेरि कोल्याप्स हुन पुगेका छन्। गैराती भएको गेममा 2-1 को लिडमा भएको थियो डेनमार्क र उनी कोल्याप्स हुन पुगेका छन्। सो यो फुटबलको लागि एकदमै दुःखद कुरा हो र यसले अब भनौँ न क्रिस्टियन एरिक्सनको फर्दर फ्युचर फुटबल करियरमा ठुलो पूर्ण विराम लगाइसकेको छ। अब उनी खेल्न सक्छन् कि सक्दैनन् कि होइन, अब भनौँ न मेजर कन्सर्न के रहेको छ, किन फेरि यस्तो अट्याक आएको, विभिन्न कुराहरू फुटबल फ्यानको दिमागमा आउने नै गर्छ। सो अल द बेस्ट भन्न सक्छौँ हामी डेनमार्क फुटबल टिमलाई 2026 को विश्वकपको लागि। सायद क्रिस्टियन एरिक्सन हुँदैनन् होला र क्रिस्टियन एरिक्सनको हेल्थ रिकभरीको लागि पनि ठुलो प्रे हामीले गर्नैपर्छ फुटबल फ्यानले। सो इमोसनल मुमेन्ट भएको छ गए रातिको फ्रेन्डलीमा। सो वेल रिकभरी भन्न चाहन्छु एरिक्सन।